है हेलमेट लाउनु हैन हेलमेट त्यसै लाउने त्यसै टक्क यो हेलमेटको चाहिँ यहाँ यति चाहिँ छेड्नुपर्छ है ठिक छ ल गर्नु त तपाईँको टक्क यसरी है त्यसपछि अब आज हामी चाहिँ के गर्छौँ भने सिङ्गल टाँका र डबल टाँकामा काम गर्छौँ ल सिङ्गल टाँका अब यो चाहिँ के हो बेन्डिङ वायर कटर के हो अरे बेन्डिङ वायर कटर बेन्डिङ वायर कटरलाई चाहिँ हामीले पहिला सुरु यसरी च्याप्ने है यसरी च्यापी यो चल्नु भयो ठिक छ चल्नु भयो तपाईँले चलाउनु चलाउनु चल्यो नि ठिक छ त्यसपछि तपाईँको खल्तीमा यसलाई राख्नुहोस् है अनि अब हामीले पहिला सुरु डबल टाँका गऱ्यौँ ल अब डबल टाँका म एउटा यहाँ देखाउँछु त्यसपछि तपाईँहरूले गर्नु ओके ल अब यहाँ हामी यसो गर्ने हामी यसलाई के गर्छौँ क्रसमा है क्रसमाबाट यसरी टक्क लगाएर यहाँबाट ल्यायो यसरी त्यसपछि क्लक वाइज ओके क्लक वाइज चाहिँ के गर्नु पऱ्यो त घुमाउनु पऱ्यो है हामीले यसरी यसलाई यसो गर्ने स्वयं 1 राउन्ड 2 राउन्ड 3 राउन्ड ठिक छ 3 राउन्डमा चाहिँ हामीले यसलाई चाहिँ टक्क बाँध्यौँ है त्यसपछि अब यतापट्टि यहाँ हामी के गर्छौँ सिङ्गल टाँकामा सिङ्गललाई चाहिँ सजिलो छ यसरी यसो गर्ने ट्याक्क लगाएर ठिक छ ल गरौँ पहिला डबल गर्नु अनि सिङ्गल गर्नु ओके ओके सर तपाईँहरू सबै गर्नु उता गर्नु उता गर्नु एकजना त्यता गर्नु क्लक वाइज गर्नु तपाईँको भयो चप्पा पानी चट्टा काट्नु अब त्यही तारले यहाँ चाहिँ सिङ्गल गर्नु यहाँनिर गर्नु तपाईँ सिङ्गल गर्नु ओके आज हामी ओके थ्याङ्क यू गाइस अब भोलि हामी के छ रिङ बनाउनु ल ओके सर ओके 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 अब दिस इज फुटिङ फाउन्डेसन ओके अनि अब यसमा यहाँ छ दिस इज के हो त कोलम यो कोलम हो यो बिम हो दिस इज कोलम एन्ड दिस इज बिम एन्ड दिस इज फुटिङ फाउन्डेसन ओके दिस इज नेसेसरी नम्बर 10 to 15 को बिचमा हुनुपर्छ सिस्टम अनुसार कति हुन्छ 15 सेन्टी कति 15